फेरि स्कुल हाम्रो देख्न सक्नु गाइज म त्यही यो काम गर्नु गएको छ त्यही कारणले गर्दा चाहिँ हामी चाहिँ अलि हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लगमा स्वागत छ तपाईँलाई देख्न सक्नुहुन्छ गाइज म चाहिँ यतितिर आइसकेको छु यहाँ चाहिँ भन्नुपर्दा चाहिँ म चाहिँ फर्स्ट अफ अल चाहिँ आज निदाज्यू आउनुभएको रहेछ तर पनि म चाहिँ पानी परेको कारणले जान पाएँ होइन त्यही कारणले साथीहरू निदाज्यूलाई भेट्न चाहिँ पाएन देख्नु त्यहाँ हुनुहुन्छ त्यतिबाट जान चाहिँ पाएन तर पनि साथीहरू केही छैन अब गाउँको विकास हुन्छ भने त दाजुले सपोर्ट गरिन्छ निदाज्यूको के छ त अब त्यही लिएर त अब काम गर्ने आज चाहिँ फेरि काम गर्दैछ घरतिर कोट बन्दैछ त्यहाँ चाहिँ कोट चिन्न चाहिँ गाडी छ अहिले चाहिँ धक्का लगाएर जानुपर्ने हुन्छ गाइज उतातिर होइन तर पनि त्यही छ अब म चाहिँ यतातिर डुल्न गइरहेको छु तपाईँहरूले के भन्नु छ भन्दा चाहिँ फर्स्ट अफ अल चाहिँ अब मेरो भिडियो चाहिँ हेरिदिनु होला किनभने तपाईँको धेरै साथ छ तपाईँहरूले हेर्नुपर्ने हुन्छ मेरो भिडियो चाहिँ हेरिदिनु होला किनभने म चाहिँ अब डेली भ्लग बनाउँछु भनेर सोच बनाएको थिएँ तर पनि दाइले आफै पठाइदिनु भयो त्यही कारणले गर्दा फेरि भिडियो बनाउनु पर्ने देखिन्छ त्यही भएर साथीहरू चाहिँ तपाईँहरूले मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला किनभने चाहिँ भिडियोमा चाहिँ अलि कन्टेन्ट चाहिँ पाएको छैन त्यही कारणले गर्दा मैले चाहिँ भिडियो के बनाऊँ यताउति गर्नलाई मैले चाहिँ पाएको छैन त्यही कारणले साथीहरू त तपाईँ चाहिँ जस्तो छ त्यस्तै हो त्यस्तै हेरिदिनु होला किनभने मैले टिकटक पनि हालिरहन्छु टिकटकमा पनि फलो गर्नु होला मैले फलो ब्याक दिन्छु तपाईँहरूलाई अनि फेसबुक पनि छ फेसबुकमा पनि गर्नु होला किनभने चाहिँ अब युट्युबमा मैले चाहिँ अब युट्युबमा केही गर्नुपर्छ भनेर मैले चाहिँ युट्युब च्यानल खोलेको त्यही कारणले गर्दा मेरो चाहिँ पहिला एउटा साथी थियो कि एउटा साथीले सुरुमा बनाएँ त्यो साथीको हेरेर मैले चाहिँ सिकेको हो त्यही कारणले गर्दा म चाहिँ अब अरूले गरेको काम चाहिँ अब राम्रो काम हुन्छ भने त गर्नुपर्ने भयो त्यही कारणले म चाहिँ यताउति लिएर अब युट्युब च्यानल युट्युबमा के गर्नुपर्छ भनेर म चाहिँ ब्लग चाहिँ बनाउन सुरु गरेँ किनभने चाहिँ अब मैले पहिला लास्टै धेरै भिडियो हालेको थिएँ अर्को मोबाइलदेखि तर पनि यो मोबाइलदेखि फर्स्ट अफ अल हालेँ होइन हाल्न त हालेछु तर पनि त्यति राम्रो कन्टेन्ट नै नपाएर भिडियो के बनाउनु यताउति गरेर सबै पाएको छैन कि के पनि कन्टेन्ट पाएको छैन तपाईँहरूलाई के देखाउनु त यतातिर गाउँघरतिरको चहलपहल यस्तै छ अब गाउँघरतिर भएपछि यस्तै हुँदो रहेछ साथीहरू तपाईँहरूले त नराम्रो नसोचिदिनु होला किनभने चाहिँ आफू चाहिँ गाउँघरतिर बसेको भएर अब यताउति गाउँको माहौलहरू देखाउनको लागि तपाईँहरूलाई कोही देखाउन सकेको छैन तर पनि यताउति अब आफ्नो घरतिर हुने कार्यक्रम चाहिँ मैले देखाउन अलिअलि देखाएको छु तर पनि तपाईँहरूले चाहिँ त्यो भिडियो चाहिँ छैन अहिले चाहिँ मैले फालिसकेको छु त्यही भएर भिडियो चाहिँ तपाईँहरूले राम्रो लाग्छ भने कमेन्ट गर्नु होला यता कमेन्ट गर्ने भिडियो लाइक सब्सक्राइब कमेन्ट गर्नु होला किनभने भिडियोलाई चाहिँ अब तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला किनभने एकछिन हेरेर नसुधिदिनु होला किनभने भिडियो चाहिँ अब लामो भयो भने मैले चाहिँ केही कन्टेन्ट अलि राम्रो पाएको छैन त्यही कारणले गर्दा मैले चाहिँ भिडियो डेली भ्लग हाल्न सकिरहेको छैन त्यसै कारणले मलाई क्षमा छ त्यही भएर साथीहरू तपाईँहरूले चाहिँ भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला किन भन्दा चाहिँ अब हाम्रो यता गाउँघरतिर यस्तै छ अहिले चाहिँ पुरै गाउँ चाहिँ माइसकेको छ काटिसकेको छ किनभने बाढा आएको छ नि त त्यही कारणले गर्दा चाहिँ भिडियो चाहिँ अलिक लामो बनाउन सकेको छैन त्यही कारणले गर्दा अब साथीहरू अब तपाईँहरूलाई चाहिँ के भन्छु भन्दा चाहिँ यति देख्न सक्नु गाइज यस्तो छ यो यताउति हेर न गाइज यस्तो छ हाम्रो यो तल्तिर बारी यो दर्सिङबाट पाहाड हो यस्तोतिर पाहाड देख्न सक्नुहुन्छ यता मास्तिर पाहाड यस्तो छ यता यो हाम्रो गिजनी हो यतातिर देख्न सक्नु गाइज यतातिर यो तलतिर यता यो घाँस झारेको यो चाहिँ यतातिर देख्न सक्नु गाइज यस्तो छ बारी यहाँ त पुरै बादर आउँछ कि पुरै यता बारी आउँछ बादर चाहिँ लास्टै आउँछ कि
त्यही कारणले गर्दा अलिक भिडियो चाहिँ अलि डेमो हुनसक्छ। यस्तो पाहाड छ, यस्तो पाहाडहरू छ यता यता हेर्नुसक्नु गाइज यस्तो छ। त पाहाड चाहिँ यस्तो पाहाड छ, तलतिर चाहिँ हाम्रो बाउजू हुनुहुन्छ यतातिर। अब यतै छ अब अनि यस्तो छ। त्यही कारणले गर्दा ल भिडियो गाइज अन्तिमसम्म हेरिदिनु होला है त। यता अब के छ गर्नु यस्तो छ। त्यही गरेर गाइज देख्न सक्नुहुन्छ गाइज हाम्रो बङ्गुर यस्तो छ। हेर त उक्ने भने यस्तो यस्तो गर्छ हेर त होइन के भने त्यस्तो छ हाम्रो बङ्गुर। हेर त सुतेको लाडे सुतेको हेर त सुतेको कस्तो छ हेर्नु। उठ्न सक्दैन के अरे पेट यत्रो भएको छ दाङ त उठ्छ कि नै उठ्यो फेरि देखेन फेरि सुत्छ हेर सुत्छ कि हेर्न चलेको हेर्न चलेको कस्तो छ बङ्गुर। लोछ हेरे लोछ हेरे हेट नजाति हेर्दै बङ्गुर चढेको अगाडि यस्तो चढेको हेर्दा बङ्गुर चढेको हेर्दा नाटक बेसी छ यसको। मोबाइल चाख्ने यस्तो छ बङ्गुर हेर्दै यस्तो लाडे हेर्छ सुत्छ अब हेर्दै नक्कले यस्तो छ बङ्गुर चाहिँ लोट बाबु जटा तू भी क्या हाथ रखेगा यत्रो छ 3 महिना होला सुतेछ उठेछ बसेछ त्यही काम हो यसको के काम छैन। सुमसुमामा बताएको काम यस्तो लाडे छ हाम्रो यस्तो लाडे छ साथीहरू हेर्ने बङ्गुर यस्तो लाडे छ हाम्रो बङ्गुर चाहिँ लाडे भएको पनि के अहिले भन्दा पनि मान्दैन हेर त यस्तो भइसक्यो अहिले भन्दा सुन्दैन हेर्न सुक्छ अहिले त्यो हेर्न खट्टु कति लामो छ यसको बङ्गुर जस्तो पनि छैन बङ्गुरको मिजा गरी यस्तो हुनुपर्छ नि अलिकति यस्तो उकेपछि यत्रो जान्छ हेर्ने गाइस हेर्ने गाइस जान्छ घाँस दिने अब घाँस यस्तो पिपिन्छ खान्छ हेर्नु त शाकाहारी पनि खान्छ यसले। घाँसपात पनि खान्छ यसले त हेर्नु त गाइस यस्तो छ अब आफैले खाने गरेपछि कस्तो नक्कले शरीर यत्रो भइसक्यो
त्यो खोरमा राखेको छौँ। पछि अँध्दैन अनि पछि नदिएपछि खोर बनाउनु पर्ने हुन्छ गाई। यस्तै चाहिँ गाई थुन्नु पर्ने हुन्छ गाई चाहिँ थुनेर राख्ने। यतातिर देख्नु सक्नुहुन्छ हाम्रो यता मात्र छ भैँसी मात्र छ। यतातिर घाँसहरू छ। यतातिर यस्तो छ घाँसहरू कुरो पकाएको छौँ यसलाई। यतातिर देख्नु सक्नुहुन्छ चाहिँ यस्तो पाला छ। अब हाम्रो बिरो फलिसकिसक्यो फलाउनु लागिसक्यो। देख्नु सक्नुहुन्छ यतातिर चुली यतातिर यस्तो ढुङ्गा छ गाइस। यता देख्नु सक्नुहुन्छ यस्तो बपाल देखेको छ। त्यो स्कुल हो यो चाहिँ स्कुल हो यो घरहरू देख्न सक्नुहुन्छ गाइस। यतातिर हाम्रो गाउँ यो चाहिँ हाम्रो गाउँ हो यो। यतातिर यस्तो देख्न सक्नुहुन्छ गाइस। यतातिर यस्तो छ यता पनि छ गाइस। हाम्रो घरको त्यो यो चाहिँ के बनाउनु अब यस्तो गाउँ देखेको छ। यस्तो गर्छ ल गाइस। ल यति भन्दै मेरो ब्लग पात्न सकिन्छ है त गाइस। चाहिँ क्यामेरामा त बब्बाल आइरहेछ गाइस। क्यामेरा नै बब्बाल छ नि त अब आइफोन पर्यो त्यो भएर कारणले बब्बाल आउनु रहेछ साथीहरू। तपाईँहरूलाई चाहिँ भिडियो कन्टेन्ट लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्ने होला। म चाहिँ फेरि तपाईँहरूलाई नयाँ कन्टेन्ट लाग्छ भने नयाँ कन्टेन्टको रूपमा हेरेर तपाईँहरूलाई भिडियोमा राम्रोसँग भिडियो बनाउने छु। र यति भन्दै म चाहिँ मेरो डिजाइन अन्त्य गर्दै म चाहिँ ब्लग पात्न चाहन्छु। म थ्याङ्क यू सो मच फर वाचिङ।